साथीहरु नमस्कार अन्यहासेयो युट्युब च्यानल इपिएस टपिकको डे 1 को पहिलो भिडियोमा यहाँहरुलाई स्वागत गर्न चाहन्छु। म कोरियन भाषा प्रशिक्षक अनिल र तपाईहरुलाई इपिएस इम्प्लोयमेन्ट पर्मिट सिस्टमको बारेमा छोटो परिचय र कोरियाली भाषा परीक्षाको बारेमा केही कुराहरु जानकारी दिने हेतुले म यो भिडियो बनाउन गइरहेको छु। आशा छ तपाईले यो भिडियो ध्यान दिएर हेरेर सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशाका साथ आजको यो भिडियो सुरु गर्छु है त। तपाईहरुले यहाँ स्क्रिनमा देखिरहनु भएको छ मैले डे 1 को 1 नम्बरमा इम्प्लोयमेन्ट पर्मिट सिस्टम रोजगार अनुमति प्रणाली इपिएस को परिचय भनेर लेखेको छु। इपिएस को परिचय भन्नुपर्दा म तपाईहरुलाई सरसर्ती यहाँ लेखेर देखाउँछु है त। तपाईहरुले इपिएस भनेको चाहिँ छोटकरीमा इपिएस को लाई छोटकरीमा भन्दाखेरि चाहिँ इपिएस भनेको हो भने यसको पूरा रूप भनेको चाहिँ इम्प्लोयमेन्ट पर्मिट सिस्टम हैन। नेपालीमा भन्नुपर्दा रोजगार अनुमति प्रणाली हो र यसको सुरुवात चाहिँ नेपालमा 2010 देखि लागू भएको हो। यसको सुरुवात भएको 2010 देखि नेपालमा र यसको सुरुवात हुनुको मुख्य कारण भनेको कोरियामा चाहिँ 2004 देखि 2010 सम्ममा तीव्र रूपमा हैन तीव्र विकासका क्रियाकलापहरू बढ्दै गए। तीव्र विकास आर्थिक विकासहरू बढ्दै गएपछि कोरियामा कामदारको अभावलाई मध्यनजर गर्दै कोरियाले आफ्नो देशमा अल्प विकसित देशहरूबाट चाहिँ नि कामदारहरू भित्र्याउने उद्देश्यले इम्प्लोयमेन्ट पर्मिट सिस्टम एचआरडी अन्तर्गत रहेर इम्प्लोयमेन्ट पर्मिट सिस्टमलाई एउटा फर्मेट बनायो र त्यस अन्तर्गत चाहिँ नि रोजगार अनुमति प्रणालीलाई ती अल्प विकसित र कम विकसित देशहरूबाट कामदार भित्र्याउने उद्देश्यले चाहिँ नि तपाईको के भन्छ कामदारहरूलाई भित्र्याउँदै आइरहेको छ र लगभग इपिएस लागू भएको अहिले झन्डै नै 15 वर्ष भइसकेको भन्दा फरक पर्दैन होला र कुरा रहेको छ। तपाईहरुले अब यो चाहिँ यसको फुल फर्म अर्थात इपिएस को पूरा रूपको बारेमा मैले तपाईहरुलाई परिचय दिए र यसको सुरुवातको कुरा गर्नुपर्दा चाहिँ नि यहाँनिर चाहिँ नि इपिएस अन्तर्गत इपिएस 1 नम्बरमा सुरुवात र हाल लागू रहेका देशहरू भनेर 1 नम्बरमा मैले लेखेको छु। अनि सुरुवात अहिले तपाईको करिब कोरिया भाषा चाहिँ नि कोरिया रोजगार अनुमति प्रणाली करिब दक्षिण एसियाका करिब 17 वटा देशमा लागू भएको रहेको अवस्था छ। ती 17 देशमा चाहिँ नि जस्तो चीन हैन चीन पर्यो, मंगोल, नेपाल हैन कम्बोडिया, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, त्यसपछि तपाईको अर्को रहेको छ पाकिस्तान हैन अनि ताजिकिस्तान, म्यानमार, भियतनाम गरेर लगभग मैले यहाँ सबै नामहरु मेन्सन गरिन लगभग सबै गरेर 17 वटा देशहरुमा लागू रहेको अवस्था छ। र अब अर्को कुरा गर्नुपर्दा चाहिँ नि तपाईको
कोरियामा चाहिँ नि कोरियामा चाहिँ नि कामका क्षेत्रहरू के हुन्छन् त, कुन क्षेत्रमा चाहिँ नि हामीले काम गर्न पाउँछौँ त, त्यसका बारेमा म भन्न गइरहेको छु। कामका क्षेत्रको बारेमा भन्नुपर्दा चाहिँ उत्पादन 2 मा रहेको छ कृषि तथा पशुपालन, 3 मा चाहिँ नि मत्स्य पालन, पानी जहाज निर्माण, त्यसपछि 5 मा रहेको छ घर निर्माण, अर्थात् अब अपार्टमेन्टहरू निर्माण भनौँ न, निर्माण क्षेत्र भन्दा नि फरक पर्दैन, अथवा घर यसलाई निर्माण क्षेत्र नै लेखौँ, निर्माण क्षेत्र हैन। 6 मा अहिले अब केही कार्यक्षेत्रहरू अहिले थप भएका छन्, जसमा चाहिँ नि वन क्षेत्र, 7 मा केयर गिभर हैन, 8 मा चाहिँ नि होटेल, 9 मा चाहिँ नि तपाईको ग्रामीण क्षेत्रमा चाहिँ नि एउटा सवारी चालक पनि इपिएस मार्फत नै सवारी चालक पनि इपिएस मार्फत नै भित्र्याउने कुरामा छलफल रहेको जानकारी दिन चाहन्छु। त्यसपछि हामी फेरि अर्को टपिक रहेको छ, इपिएस पास गरेपछि के प्रक्रिया हुन्छ भनेर मैले यहाँ हैन 3 नम्बरमा चाहिँ इपिएस टपिकको पुरा रूप के हो त हैन त। अब इपिएस भनेर हामीले धेरै सुन्दै आइरहेका छौँ, तर इपिएस को पुरा रूप भनेको चाहिँ इम्प्लोयमेन्ट सिस्टम, जसको नेपालीमा अर्थ कोरियाली भाषा दक्षता परीक्षा भनेर भनिन्छ। यसलाई चाहिँ सरल रूपमा बुझ्नु पर्दा चाहिँ अंग्रेजीमा तपाईहरुले अस्ट्रेलिया अथवा अरु कुनै देशहरु जानका निम्ति आईएलटीएस अथवा टोफेल टोफेल जस्ता हैन भाषाका कोर्सहरु फर्मेटहरु जस्तै यो पनि एउटा कोरियन भाषाको फर्मेट हो र यस अन्तर्गत तपाईले अहिले इपिएस मार्फत इपिएस इम्प्लोयमेन्ट पर्मिट सिस्टम अन्तर्गतको टपिक लेभल पास गर्नुपर्ने हुन्छ भने अरु कुनै अथवा विद्यार्थी भिसा अथवा अन्य कुनै भिसामा कोरिया प्रवेश गर्नका निम्ति तपाईले चाहिँ टपिक 1 र उच्च लेभलको लागि टपिक 2 पास, यसमा चाहिँ 1 र 2 लेभल पर्दछन् भने टपिक 2 मा चाहिँ 3, 4, 5 र 6 लेभल पर्दछन्। अब कुरा गरौँ
कसले परीक्षा दिन पाउने वा योग्यता कति भन्ने कुरा प्रश्न छ। यसमा चाहिँ नि तपाईहरुले भाषा परीक्षा दिन वा कोरियामा कामदारका रूपमा प्रवेश गर्नका निम्ति गर्न उमेर 19 वर्षदेखि 40 वर्ष नकटेको हुनुपर्दछ। र एउटा यसमा राम्रो पक्ष कुरा के छ भने यसमा चाहिँ कुनै पनि किसिमको तपाईको हैन अथवा एकाडेमिक शैक्षिक योग्यताको आवश्यकता पर्दैन। शैक्षिक योग्यताको चाहिँ आवश्यकता पर्दैन। यसमा चाहिँ नि मात्र भाषा पास गर्नु पर्ने हुन्छ। यो त थियो कसले दिन पाउने र कति योग्यता के चाहिन्छ भन्ने कुरामा। यो यहाँसम्म मैले तपाईलाई व्याख्या गरेर सुनाएँ। अब अर्को प्रश्न रहेको छ, कोरियाली भाषा परीक्षा युबिटी टेस्ट। भाषाको फर्मेट अथवा परीक्षाको फर्मेट के हुन्छ त त्यसका बारेमा पनि थाहा पाउनु पर्यो हैन त। त्यसका लागि चाहिँ नि कोरियाली भाषा परीक्षा EPS टपिक अन्तर्गत कोरियाले युबिटी परीक्षा सञ्चालन गर्छ। त्यो युबिटी परीक्षा सञ्चालन गर्छ र जस अन्तर्गत चाहिँ नि 20 क्वेशन त्यसमा चाहिँ नि 20 वटा प्रश्न हैन रिडिङ र 20 वटा प्रश्न चाहिँ नि लिसनिङ। यो चाहिँ पढाइ भयो, यो चाहिँ सुनाइ भयो। सुनाइका आधारमा टिक लगाउनु पर्ने हुन्छ। यो किसिमले परीक्षा गरिन्छ र उच्चतम अङ्कका आधारमा तपाईहरुको छनौट हुने गर्दछ। यहाँसम्म चाहिँ बुझ्नु भयो होला भन्ने मैले आशा लिएको छु। र कोरियन त्यसपछि जाउँ 6 नम्बरमा EPS पाएपछि के प्रोसेसमा छनौट हुन्छ। अब कतिपय मान्छेहरुले चाहिँ नि मेरो भिजा आएन किन आएन हैन अथवा कसैले भनिदियो हुन्थ्यो, फोर्स लगाइदियो हुन्थ्यो जस्ता कुराहरु पनि गरेको मैले सुनेको छु। तर त्यस्तो केही पनि हुँदैन। तपाईले कोरिया पास गरेको, तपाईले कोरियन भाषा पास गरेको 2 वर्षभित्र तपाई कोरिया प्रवेश गरिसक्नु पर्ने हुन्छ र तपाईको प्रोफाइल यहाँनिर चाहिँ नि तपाईको प्रोफाइल कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको नोदोङबु भन्ने डिपार्टमेन्टमा चाहिँ नोदोङबु भन्ने अफिसमा अथवा श्रम विभाग अन्तर्गतको नोदोङबुमा चाहिँ तपाईको प्रोफाइलहरु पठाइन्छ र पठाएपश्चात चाहिँ नि त्यहाँ के हुन्छ भने तपाईहरुको लागि चाहिँ रोजगारदातालाई कामदारको आवश्यकता हुँदाखेरि चाहिँ मलाई चाहिँ उनीहरुको रिक्वायरमेन्ट अनुसारको चाहिँ यो किसिमको कामदार चाहियो भनेर चाहिँ त्यहाँ प्रोफाइल माग्ने गरिन्छ। त्यो प्रोफाइल अन्तर्गत तपाईहरुको प्रोफाइल हेर्दाखेरि यदि तपाई कुनै रोजगारदाताले तपाईलाई चाहिँ मन परायो र तपाईलाई चाहिँ लिन चाह्यो भने तपाईको प्रक्रिया अगाडि बढ्न जान्छ र यो माध्यमले चाहिँ हामी कोरिया प्रवेश गर्ने मौका पाउँछौं।
र प्रायः जस्तो कोरियन भाषा पढेर पास गर्नेहरूमध्ये चाहिँ नि प्रायः जस्तो 95% मान्छेहरूको भिसा आउने नै गरेको मैले अहिलेसम्मको तथ्याङ्क देखेको छु। र यस पछाडि चाहिँ नि अब कुरा गरौँ इपिएस पास गर्नु औसत कति घन्टा पढ्नुपर्छ भनेर चाहिँ मैले एउटा प्रश्न बनाएको छु। किनभने यो धेरै जस्तो मान्छेहरूको चाहिँ नि मनको एउटा हुन्छ, खुल्दुली हुन्छ कि कति पढ्ने, यति पढ्ने कि उति पढ्ने कि भन्ने हुन्छ। कतिपय साथीहरू बिजी हुनुहुन्छ, कतिपय साथीहरू चाहिँ नि विदेशमा चाहिँ नि ड्युटी पनि गरिराख्नु भएको छ र कोरिया जाने सपना बोकेर चाहिँ नि कोरियन भाषा युट्युबमा पढ्ने मुजमर्को पनि गरिरहनु भएको छ। उहाँहरूको सहजताका लागि म के चाहिँ भनिदिन चाहन्छु भने कोरियन भाषा पास गर्नको निम्ति अब डिपेन्ड त तपाईँको होइन, अब दिमागमै भर पर्छ भनौँ न। तपाईँले चाहिँ कति चाहिँ नि आफ्नो क्यापेसिटी छ तपाईँसँग। तर सामान्यतया चाहिँ दैनिक 5 घन्टा दिनुभयो भने 5 घन्टा दिनुभयो भने चाहिँ तपाईँले चाहिँ कोरियन भाषा सहजै पास गर्न सक्नुहुन्छ। तर नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने भाषा पास गर्न 5 घन्टाभन्दा पनि अलि प्रतिस्पर्धात्मक हिसाबले चाहिँ पढ्नुपर्ने देखिन्छ। किनभने हाम्रो देशमा बेरोजगारीको चरम अभाव रोजगारीको चरम अभाव भएको कारणले चाहिँ बेरोजगारी सङ्ख्या धेरै छ। त्यसकारण कोरियन भाषा पढ्ने र आवेदकहरूको सङ्ख्या पनि त्यति नै सङ्ख्यामा बढी भएको कारणले चाहिँ नि हामी यो के भन्छ भाषा पढ्ने कुरामा चाहिँ नि यदि हामीले भाषा पढ्ने निर्णय गऱ्यौँ भने चाहिँ नि अलिक डटेरै पढ्नुपर्ने देख्छु म। इपिएस मार्फत कोरिया गएर काम गर्दा चाहिँ मासिक तलब कति पाइन्छ? तब अब हामी भाषा पनि पास गरियो तर कोरिया गइयो अथवा गइन्छ भने चाहिँ हामी कति कमाउँछौँ त, अथवा हामी मासिक कति पैसा कमाउन सक्छौँ त, त्यसको बारेमा चाहिँ भन्छौँ। कोरियाको मासिक तलबको कुरा गर्दा कोरियाको मासिक तलबको कुरा गर्नुपर्दा चाहिँ नि म तपाईँहरूलाई 2025 अनुसारको डाटा सुनाउन गइरहेको छु। 2025 अनुसार चाहिँ एकर्डिङ टु 2025 होइन, 2025 अनुसार चाहिँ अहिले 20,96,000 तपाईँको कोरियन वन भन्छ, कोरियन मुद्रालाई वनमा गइन्छ, वन भन्छ। 20,96,000 छ, जुन सरदर नेपाली पैसा लगभग 2,10,000 हुन जान्छ। यो चाहिँ बराबर कन्भर्ट गर्दाखेरि चाहिँ नि। र अर्को कुरा गर्नुपर्दा चाहिँ तपाईँको प्रति घन्टा होइन, कोरियामा चाहिँ घन्टाले काम गरेको पैसा जोड्ने चलन छ। त्यही भएर चाहिँ नि प्रति घन्टा तलब तपाईँको अहिलेको हिसाबले 10,030 वन हुन जान्छ, जुन नेपाली पैसा 1,000 रुपियाँ बराबर हो भने तपाईँले एक वर्षमा करिब 25 लाख 2,51,55,240 वन होइन, वन लगभग नेपाली 25 लाख नेपालीको हाराहारीमा यो हिसाब निस्किन जान्छ। पछिल्लो वर्ष 2024 को कुरा गर्ने हो भने यही तलबको कुरा गर्ने हो भने पहिला चाहिँ प्रति घन्टा 9,860 वन रहेको थियो र जुन 2025 को लागि तलब वृद्धि भनेर 1.7% ले बढाएर अहिले चाहिँ नि 10,030 वन बनाइएको हो। यहाँसम्म चाहिँ नि मैले तपाईहरुलाई कोरियाको इपिएस टपिकको बारेमा कहिले लागू भयो हैन, कुन देशहरुमा लागू छ, यसमा कामका अन्तर्गतका कार्यक्षेत्रहरू के हुन्, इपिएस को रूप र
तपाईले एपिएस पढ्नका लागि चाहिने योग्यता, युबिटी टेस्टहरुमा चाहिँ यु स्टेट अन्तर्गत हुने टेस्टहरु के हुन् हैन, त्यसपछि कोरिया पास गरेपछि के प्रक्रियामा छनौट हुन्छ, एपिएस 24 पास गर्नका निम्ति चाहिने कति समय पढ्नुपर्ने हुन्छ, एपिएस मार्फत कोरिया गएर काम गर्दा कति मासिक तलबहरु कमाइन्छ त, यी सबै यावत कुराहरुको बारेमा चाहिँ मैले व्याख्या गरेर सुनाएको छु र फेरि सुनाएको छु भने अब चाहिँ नि तपाईहरुलाई म छोटकरीमा कोरियन भाषाको संक्षिप्त परिचय सुनाउने छु र व्याख्या गरेर सुनाउने छु है त। ल है त ध्यान दिएर सुनिदिनु होला। यहाँनिर छ कोरियाली भाषा। कोरियाली भाषा भनेको चाहिँ नि कोरियाको भाषा हैन, नेपाली भाषा भनेको नेपालको भाषा र कोरियाली भाषालाई चाहिँ एक नम्बरमा कोरियाली भाषालाई चाहिँ के भनिन्छ त, कोरियाली भाषालाई चाहिँ कोरियन भाषामा हानगुल भनेर भनिन्छ है त, भनिन्छ, जसमा चाहिँ हान भनेको चाहिँ कोरिया र गुल भनेको चाहिँ लिपि हैन, लेख्ने लिपिलाई जनाउँछ र यसको सुरुवातकर्ता, यसलाई चाहिँ निर्माण गर्ने सुरुवातकर्ताको कुरा गर्नुपर्दा कोरियाका तत्कालीन राजा 15औं शताब्दीमा कोरियाका तत्कालीन राजा सम्राट सेजोङ थेवाङ, उहाँको म अहिले तपाईलाई तस्बिर पनि देखाउने छु। सेजोङ थेवाङले आफ्ना जनताहरूलाई भाषाको अभावलाई अनि महसुस गर्दै 1443 को 10/9 मा भाषालाई सुरुवात गर्नुभयो र 1446 मा यसलाई पूर्णता दिनुभयो र अहिले कोरियाली भाषालाई चाहिँ विश्वमा 13औं धेरै बोलिने भाषाको रूपमा चिनिन्छ र एउटा तथ्याङ्क अनुसार चाहिँ कोरियाली भाषाका करिब विश्वमा 8 करोड वक्ता रहेको तथ्याङ्क छ। त्यसअन्तर्गत तपाईँ हामी पनि पढ्न सक्छौं हैन। र आजको लागि चाहिँ कोरियाली भाषाको बारेमा यही संक्षिप्त भिडियो सहित मैले केही जानकारीहरू तपाईँ समक्ष यसरी चाहिँ नि भिडियो मार्फत प्रस्तुत गर्ने जमर्को गरेको छु। आशा छ तपाईहरुले मन पराइदिनु हुनेछ र आगामी समयमा अझै राम्रो र अझै बुझ्ने किसिमले म तपाईहरुको लागि भिडियोहरू क्रिएट गर्ने नै छु। आजको लागि एपिएस टपिक स्टुडियोको तर्फबाट र म कोरियन भाषा प्रशिक्षक अनिलको तर्फबाट यहाँहरुसँग बिदा माग्दै बिदा माग्दछु। हस्त, खम्साम्निदा।